दर्शकबिनहरू नमस्कार, म दीपक नेपाल। मेरो घर बाडाको सिमरा हो। अहिले म पर्साको ठोरीमा आएको छु। यहाँनिर चाहिँ तपाईँहरूले चाहिँ देखिरहनु भएको छ, यो चाहिँ धान बारी रहेको छ र यहाँनिर चाहिँ धानहरू चाहिँ काटेको थियो र धान काटिसकेपछि यहाँनिर चाहिँ यो घरको छेउमा चाहिँ एउटा ठुलो किङकोब्रा सर्प चाहिँ फेला परेको छ र फेला परिसकेपछि मलाई चाहिँ रेस्क्यु गरिदिनु पर्यो भनेर चाहिँ फोन आएको थियो र बाडाको सिमराबाट अहिले म ठोरीमा आइसकेको छु र हाम्रो जीवनदायक कता जानुभयो? ए यता आउनु। यो ठाउँको नाम के हो दाइ? र यो किङकोब्रा सर्प चाहिँ यहाँनिर छ र तपाईँहरू चाहिँ अलिक पर बस्नु होला, नजिक कोही पनि नआउनु है, अलिक पर बस्नु होला, अझ पर है।